माटो मुनि माटो माथि। जेनी तिमी माटो मुनि र म माटो माथि, यही हो हामी बीचको अन्तर। तिमीलाई बतासले छुन सक्दैन, म बतासलाई नछोई बाँच्न सक्दिन। जेनी मैले आफूमा हजारौं सपना राखेको छु, तिमीलाई प्रेम गर्छु भन्दा खिल्ली उडाउने आवाजहरू छन्। यसैले तिम्रो तस्बिर र तिम्रो आँखालाई मनभित्र राखेको छु। मलाई आफू स्वतन्त्र हुन अझै केही वर्ष लाग्छ। जेनी तिम्रो मनोबलभित्र अझै चराहरू निर्धक्क भएर उडेका छैनन्। जेनी तिमीलाई आघात सहनु पर्दैन, मलाई नसही निर्वाह हुँदैन। यही हो हामी बीचको अन्तर, माटो मुनि माटो माथि। एउटा सानो बगैँचाबाट कुनै बिहानी फुलहरू टिपेर म आउनेछु जेनी तिम्रो छेउ, आफ्नो र आफ्नो स्वतन्त्र अभिव्यक्ति रहेको गीत लिएर। जेनी मुर्दाको आँखामा भोलिको अर्थ हुँदैन, जतिसुकै पोल मुर्दालाई फोलिएको आभास हुँदैन। तिमीले भोगे जस्तै कोटलाई कात्रो बनाउने अवस्था, जेनी म पनि त्यस्तै अवस्थामा छु। ओखर फुटाल्न सक्दिन म आफ्नो सङ्घारमा, यस प्रकारको साह्रै नरमाइलो अवस्थामा छु। जेनी म कुनै भिडमा सम्मिलित हुन सक्दिन, पानी रोटीको मागमा समेत म भित्रिन सक्दिन। गोडाहरू भएरै पनि भाँचिएका अवस्थामा छन्, जिब्रो र दाँत भएरै पनि नासिए जस्ता छन्। जेनी यस्तो जीवनलाई प्रत्येक वर्ष हिउँद भोगेर लाहुर जाने लाहुरेहरू के भन्छन्, प्रत्येक वर्ष आगो निभाएर सन्तोष मान्ने पानी प्रेमीहरू के भन्छन्। जेनी बतासको माझमा अनर्साको स्वाद छैन, खानुहुन्थ्यो रमाइलो मानेर मस्यौरा, कर्कलो रोप्ने जमिन आफ्नो नाममा छैन। तिमीलाई सङ्कट छैन जेनी, सङ्कट मेरो निम्ति चारैतिर उभिएको छ। अझै कति सङ्कट वरिपरि मन निराश हुने हो, आफू लगायत आफ्नो आँखा अझै कति दिन रुने हो। पाखा लाग्न केही पथका चापहरू सडक बजारे जस्तो गर्छन्, पाखा लाग्न केही पथका चापहरू सडक बजारे जस्तो गर्छन्। मलाई बदनाम र हामीलाई बदनाम गरेर तिमीभन्दा 2 वर्ष पछाडिको आँखालाई समेत बदनाम गर्छन्। जेनी तिमीलाई माया गरौँ र म बदनाम हुँ, यो जस्तो नरमाइलो कुरा मलाई केही लाग्दैन। हेलेन तिमी छेउ सुतेकी होली, उसलाई पनि सङ्कट भोग्नु पर्दैन। सङ्कट माटो माथि मात्र हुने गर्छ, माटो मुनि सङ्कट बिल्कुलै छैन। तिम्रो सपना अनि तिम्रो आकाङ्क्षा अझै संसारको फाँटमा खोटो भएर टाँसिन सकेको छैन। मान्छेले सदैव ढुक्क भएको अनुभव अझै बटुल्न सकेको छैन। जेनी 2 आँखाका परेलाहरूमा कुनै देशका डरलाग्दा समुद्रहरू अटाएका छन्। मलाई आगो मनपर्छ, यसैले आँखाको पट्टीमा चाहिँ आगो रोपेको छु। जेनी धेरै वर्ष अगाडि आमाको पेटबाट सालनाल सहित जन्मेछु। मलाई आगो मनपर्छ, यसैले आँखाको नानीमा चाहिँ आगो रोपेको छु। जेनी धेरै वर्ष अगाडि आमाको पेटबाट सालनाल सहित जन्मेछु। यति अबेर मलाई जन्माउने आमा अहिले मेरो आँखामा हुनुहुन्न। तिमी निदाउनु आमा निदाउनु, म झस्किनु म बिउजिनु, सम्भावना पनि विचित्र लाग्छ मलाई। तिमी माटो मुनि बस्नु र म माटो माथि बसेर तिमीलाई प्रेम गर्नु, प्रेम पनि सम्भावना नै रहेछ। तिमी माटो मुनिबाट सूर्य देख्दिनौ, घाम देख्दिनौ, तिमी माटो मुनिबाट सूर्य देख्दिनौ, घाम देख्दिनौ, म माटो माथिबाट सूर्य देख्छु, घाम देख्छु। अँध्यारो सूर्य र ग्रहण लागेको घाम, जसलाई हेरेको अभियोगमा जेनी अझै केही मलाई माया गर्ने मान्छेहरू पखेटा झरेका चराहरू भएर कुनै प्राचीर भित्रबाट चिप्ला लागेको इलाकालाई हेरिरहेका छन्। जेनी दिनलाई कुनै अग्लो पहाड सम्झेर बिताइरहेको छु। 7 घन्टाको समय पेटले हरेक दिन निल्ने गर्छ। 7 घन्टाभित्र कसैलाई थुक्छु भने आफ्नो पेटलाई पनि थुक्छु। पहिले साइकलको रङ कालो थियो, त्यसपछि केही क्षण रातो भयो। अब साइकलमा रातो रङको एउटा बुट्टा पनि छैन। साइकल मरेकाहरूको सम्झना हुने दिनमा निधारमा लगाउने टिकाको रङ भएको छ। जेनी
तिमी माटो मुनि केही सुँघ्न सक्दिनौ। म माटोमाथि बारुदको गन्धमा छ्यासमिस भएको अन्यायको गन्ध सुँग्छु। तिम्रा आँखाहरू कैला थिए, यो मेरो अनुमानको प्रतीक्षाया खिच्ने यन्त्रको एउटा थप अनुमान हो। जेनी जताततै लडाईँको विस्फुन सुकुलमाथि संसारले सुकाइरहेको छ। लडाईँसँग घृणा पनि गर्न सक्दिनँ म। लडाईँसँग घृणा पनि गर्न सक्दिनँ म। यस्तो असमर्थ हुरी मनमा चलाउनुको अर्थ मलाई मान्छेहरूले काँतुर नभनुन् भन्नका लागि हो। यस्तो असमर्थ हुरी मनमा चलाउनुको अर्थ मलाई मान्छेहरूले काँतर नभनुन् भन्नका लागि हो। लडुन् मान्छेहरू एउटा मेचका लागि, लडुन् मान्छेहरू एउटा मेचका लागि। आखिर मान्छेहरूका गोडाहरू भाँचेर एउटा मेचमा बस्नेलाई समय आएपछि माटोमाथिका सबैले नपुंसक भन्ने छन्। जेनी तिमी माटो मुनि छौ, यसैले छातीमा कुल्चेको पनि सहन सक्छौ। मलाई नाङ्गो छातीमा भुसुनाले कुल्चेको व्यवहार मन पर्दैन। जेनी हामी बीचको अन्तर यति नै हो। तिमी माथि हरिया दुबोहरू छन्, म माटोमा दुबो सुक्दै गएको देखिरहेको छु। जेनी खोलाहरू छन्, म घेरिएको क्षेत्र वरिपरि बाढी आउँदा म बडो सतर्क हुनुपर्छ। मलाई नै बगाउने चेष्टा गर्छन् खोलाहरूले। खोलाहरू शत्रु हुन्, बारम्बार सम्झिनुपर्छ मैले। जेनी कल्पनाका औँलाहरूले मखमली फुल चुड्न सक्दैनन्। याङ्से नदीतिर भएको हडताल ठिक थियो, तर नामै नभएको नदीतिर भएको हडतालमा आफ्नो दाजु गुमाएर कल्पनाका हातका औँलाहरू कहिले बिउजिन नसक्ने अवस्थामा निधाइसकेका छन्। जेनी बार्दली लगायत तला नभएको सानो घरको कोठामा बसेर अँध्यारोभित्र मैनबत्ती बाल्ने झमर्को पनि गर्नु हुँदैन। वातावरण मनमा दया नभएको सिपाहीको जस्तो भएको छ। जेनी जति छामे पनि अँध्यारोमा आफूलाई बाहेक अरूलाई पाउन सक्दिन। हामी सबै अँध्यारोमा अल्मलेका आलुबखडाका कलिला दाना हौँ। अँध्यारोमा उज्यालोको गीत गाउन मन लाग्छ, तर घाँटी थिचिने डरको अनुहार उभिएको हुन्छ। जेनी मलाई थाहा छैन निधारमा चन्दन लगाउनाले शीतल हुने कुरा। चन्दन यदि मान्छेको लास बगाउने खोलाको पानीसँग घोट्छन् भने त्यो चन्दनले मान्छेलाई शीतल भएको अनुभव प्रदान गर्न सक्दैन। जेनी तिमी माटो मुनि र म कुनै डरलाग्दो जङ्गलमा। जेनी तिमी माटो मुनि र म कुनै डरलाग्दो जङ्गलमा। अन्तर यति नै हो हामी बीच। तिमीलाई गाइने किराले छुन सक्दैन, मलाई छुन्छ र बारम्बार भनेर जान्छ, म जस्तै हुनुपर्छ, म जस्तै हुनुपर्छ। जेनी अँध्यारो वरिपरि एकपल्ट र अर्को एकपल्ट समेत बदनाम भइसकेका, दुवैपल्ट अँध्यारो नै ठिक छ भन्ने कुकुरहरू साँझ पख र रात पख भुक्छन्। मलाई कुकुर भुक्ने इलाका मान्छे गाड्न ठिक पारिएको माटोको रद्दी सिमाना हो लाग्ने गर्छ। जेनी कुनै दिनको आँखाभित्र अबिर छर्न सके भने, जेनी कुनै दिनको आँखाभित्र अबिर छर्न सके भने, कुनै दिनको ओठको तहभित्र घाम लगाउन सके भने, म मन्दिरहरू नाग्ने र मान्छेहरू नाग्ने, मान्छेको मनभन्दा केही अबेर पुग्ने इस्पात र फलामको खाटबाट तिमी बसेको माटो हेर्न आउँला। त्यो आगमनलाई अहिले नै निश्चित आगमन हुनेछ, यस्तो कुरा ठोकुवा गर्न सक्दिन। काँडा माथिबाट हिँडेका घोडाहरू, काँडाहरू बिजेका र थुप्रै किल पल्टेका मैले देखेको छु। काँडा माथिबाट हिँडेका घोडाहरूमा काँडाहरू बिजेका र थुप्रै किल पल्टेका मैले देखेको छु। जेनी मान्छेलाई एक ठाउँबाट अर्को ठाउँमा जान माटोको आदेश चाहिन्छ, केही फुल्टिनका दस्तखत चाहिन्छन्। जेनी संसार अनौठो छ, अझै अनौठो मैले कुल्चेको माटो छ। जेनी संसार अनौठो छ, अझै अनौठो मैले कुल्चेको माटो छ। आफूलाई मन परेको मान्छेको तस्बिर छातीमा झुन्डाउने अधिकार पनि छैन, अँध्यारो भित्तामा समेत राख्ने अनुमति छैन। जेनी यो समय केही मान्छेहरूले धेरै मान्छेहरूलाई भेडा बनाएर सराइरहेको समय हो। मैले यस्तो समयलाई कुनै पनि रूपबाट ठ्याक खुवाउनु पर्छ। जेनी यो हुनै नसक्ने असम्भव कुरा होइन। तिमी माटोमाथि आउन सक्दिनौ, निश्चय सक्दिनौ, यस्तो सम्भव नै छैन। मान्छे हुँ, तिमीसम्म पुग्ने सम्भावनाहरू छन् माटो माथिको मान्छे हुनाले। जेनी तिमी माथिको आकाशमा जुन छ, म माथिको आकाशमा लडाईँको धुन छ।
मलाई अर्कै माटोबाट कसैले थप्पड हानोस् म सहन सक्दिनँ। मलाई कसैले आफ्नै माटोमा झम्टिन्छन् भने चुपचाप भई बस्न सक्दिनँ। जेनी मेरो हालत कुनै कृषकलाई एउटा हान्ने गोरु दिएर बाँझो जमिन जोत्न लगाएको अवस्थाभन्दा कम छैन। जेनी आकाश युद्धको कार्यक्रम बनाइरहेको छ। जेनी पृथ्वी चाहिँ अत्याचारको माला घाँसिरहेको छ। कुनै समय आफ्नो कार्यक्रमबाट आकाश थाकेर शान्त हुनेछ। कुनै समय आफ्नो कार्यक्रमबाट आकाश थाकेर शान्त हुनेछ। कुनै बिहानी पृथ्वीले घाँसेको अत्याचारको माला संसारलाई कामै नलाग्ने हुनेछ। त्यस बेला म तिमीलाई मनपर्ने र मलाई मनपर्ने, हामीलाई मनपर्ने र हाम्री आमालाई समेत मनपर्ने लाली गुराँसको फुल लिएर तिमी माथिको माटोलाई टीका लगाउन आउनेछु। तिमी माथिको माटोलाई टीका लगाउन आउनेछु। तिमी प्रतिको प्रेमलाई स्पष्ट रूपमा उद्घाटन गर्न आउनेछु। हामीलाई मनपर्ने र हाम्री आमालाई समेत मनपर्ने लाली गुराँसको फुल लिएर तिमी माथिको माटोलाई टीका लगाउन आउनेछु। तिमी प्रतिको प्रेमलाई स्पष्ट रूपमा उद्घाटन गर्न आउनेछु। धन्यवाद।